वेलकम छ सबैजनालाई। हामी फेरि पनि सधैँ जसो हामी फेरि आइसकेका छौँ दौड्नलाई स्कुलको फिल्डमा। हाम्रो इन्ट्री भइसकेको छ। हाम्रो यहाँ मित्रहरू हुनुहुन्छ तिलक भण्डारी, सागर मेदासी, भोजराज घरती, सँगसँगै म लक्ष्मण दर्लामी। हाम्रो एक्सर्साइजहरू यस प्रकार रहेका छन्, देख्न सक्नुहुन्छ। यहाँ मोबाइल रहेको छ, गीत बजिरहेको छ, यहाँ बुफर रहेको छ, यहाँ मोबाइल, यहाँ पानी पनि हाम्रो साथमा रहेको छ। र हामी यो के भन्छ होला प्रतीक्षालयमा टक्क बसेका छौँ। हाम्रो दौड्ने फिल्ड चाहिँ यो रहेको छ यतापट्टि। अनि अहिले चाहिँ अँधेरो भएको हुनाले देखेको छैन। यो चाहिँ हाम्रो तिलक भण्डारी यहाँ एक्सर्साइज गर्दै हुनुहुन्छ। हाम्रो यहाँ भोजराज भर्खरै चिनो खानेर बसिसक्नु भएको छ, थाक्नु भयो होला। यी पसिना देख्न सक्नुहुन्छ, हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ यहाँ पसिना। यी यहाँ ढिलहरूमा पनि अलिअलि लागेका छन् के घुर्यानहरू। अनि हाम्रो यहाँ सागर मेदासीजी हुनुहुन्छ, यहाँ भर्खरै एक्सर्साइज गर्दै राख्नु भएको थियो। अहिले चाहिँ के भयो उहाँलाई, यी पसिना देख्न सक्नुहुन्छ। यस्तो पसिना कारी एक्सर्साइज गर्न सक्छ त कसैले? सक्दैन नि। फेरि बिहान यसरी उठ्ने भनेको त यो भाग्यमानीको सङ्केत हो। यिनले जिन्दगीमा केही न केही प्रगति गर्न सक्छन्। ओ सुत्ताहरू उठो, सुत्ताहरू को सुतिरहेछन् अझै। भिडियो हेर्दै सुत्ने मान्छेहरू छिटो उठौँ। तिलक यार, मैले भिडियो गराउँदा नगर्ने, अहिले भिडियो नगराउँदा गर्ने, किन हो यस्तो पारा? हाम्रो एकदम मोटिभेटवाला गीत बजिरहेको अवस्था छ यहाँ, सुन्न सक्नुहुन्छ हजुरले। हाम्रो बुफर फेरि एकदम च्वाक तरिकाको छ एकदम। हाम्रा कपडाहरू यति यिनी रहेका छन्। एयरफोन पनि रहेको छ, इयरफोन।